भुतियारा प्रधानमन्त्री। भारतले हाम्रो भूभाग मिचेको होइन, नेपालले चाहिँ भारतको भूभाग मिचेको रहेछ भनेछ। कति हाँस। भुतियारा प्रधानमन्त्री। छट, साह्रै डरपोक रहेछ साथी गाँठे। के खालको र यो कहाँनिर मिचेको, कति मिचेको रहेछ त्यो पुष्टि गर्नका लागि होइन प्रधानमन्त्रीलाई हामी सोध्छौँ। अब एउटा जहाँ चाहिँ होइन इन्डियाले हाम्रो सिमाना लुटेको छ, मिचेको छ भनेर डराउने प्रधानमन्त्री चाहिँ हुतियारा प्रधानमन्त्री नै हो क्या तपाईँको चाहिँ। इन्डियाले त्यत्रो तपाईँको चाहिँ लुटिरहेछ। लिपुलेक र कालापानीको चाहिँ तपाईँको चाहिँ हिजो मेयर हुँदाखेरि चाहिँ तपाईँको चाहिँ बोट राखेर बस्ने होइन हाम्रो बालेन्द्रजी। अनि अहिले चाहिँ के को डर? मोदीले गोली चलाउँछ भनेर डर अहिले चाहिँ? मोदीसँग डराएको अहिले? यत्रो 3 करोड जनता तपाईँको साथमा छैन? प्रधानमन्त्रीजी तपाईँको साथमा हामी छौँ त, के डराएको? यस्तो हुतियार व्यवहार पनि देखाउने हो यार। त्यत्रो हिजो चाहिँ तपाईँले कालापानी लिपुलेकको चाहिँ तपाईँको चाहिँ पिक्चर राखेर बस्ने तपाईँ होइन, अनि आज चाहिँ हामीले लुटेको भयो। यो कस्तो खालको अभिव्यक्ति हो तपाईँले सदनमा दिइरहन्छ? यतिको लागि तपाईँलाई चाहिँ आज प्रधानमन्त्री बनाएको नेपाली जनताले?